माथि जाने प्लान क्यान्सल। अब हामी माथि नजाने। ओए आज हो हाम्रो टुरको डे 2। डे 2 मा चाहिँ सुरुमा हामीले समीरलाई मायाले उठाएर गुड मर्निङ भन्यौं। गुड मर्निङ। त्यसपछि मजाले चिया नास्ता गर्यौं अनि खाना पनि खाएर हामी लाग्यौं खानडाँडाको मेन अट्र्याक्सन कम्पासे धुरातर्फ। कम्पासे धुरा पुग्नको लागि 1.5 घण्टा डाँडा चढ्नु पर्ने रहेछ। हामी चाहिँ चढेको 5 मिनट के भएको थियो, हामीसित यस्तो भयो। हाम्रो अब माथि जाने प्लान क्यान्सल यार। जुकाले हामीलाई भगायो यार। अब हामी माथि नजाने। ओए जुकाले हाम्रो घुम्ने प्लान नराम्रोसित फ्लप गरिदियो। अब टाइम पनि हामीसित धेरै थिएन, 4 बजिसकेको थियो। घुम्न आएको मान्छे अब चाहिँ हामीले जे परे पर्ला डोटी बुढर झर्ना जाने निर्णय गर्यौं। सब यहाँ रेडी भइसक्यो। त्यसपछि 5 बजीतिर हामी खानडाँडादेखि बुढर झर्नाको लागि निस्कियौं। यहाँदेखि लगभग 40 किलोमिटर टाढा थियो बुढर झर्ना। रोडबाट देखिने भ्यू यति राम्रो थियो कि हामी कतिखेर बुढर झर्ना पुग्यौं हामीले थाहा पनि पाएनौं। सो अब हामी चाहिँ फाइनली पुगिसक्यौं यो छहरा झर्ना। त्यहाँ पुग्ने बित्तिकै एकछिन त हामी खुसीले पागलै भइहाल्यौं। त्यसपछि 1-2 फोटो अनि 2-4 भिडियो बनाएर हामी त्यहाँबाट फर्क्यौं। अब चाहिँ हामी घर जानु खाम। घर जाँदाखेरि अब बाइकमा मलाई चाहिँ अघि नै जाडो भइसक्यो छ। अब राति त झन् जाडो हुन्छ। त्यही भएर मैले चाहिँ अब यो ल्याएको यो के भन्छ यार आउटर यो लगाइसकेँ। अब चाहिँ फर्किने बेला बुढर बजार चाहिँ यस्तो देखिरहेको थियो। हामी खानडाँडा पुग्ने बेलासम्म त रातिको 9 बजिसकेको थियो। राइडर पनि आइहाल्यो। कस्तो लाग्छ राइडर आज? तो चाका ढेल दुख्यो यार मेरो त आज। त्यसपछि मिठो खानापिना गरेर सुतियो। अब चाहिँ हाम्रो टुर सकियो। पैसा छैन, त्यही भएर हामी फर्किन्छौँ। न पैसा टन्न हुँदा हामी अझै बस्थ्यौँ होला, अझै हामी डडेलधुरे पुगिदिन्थ्यौँ होला। त्यसपछि आफ्नो सामान प्याक गरेर रुमलाई बाई बाई गरेर हामी चाहिँ आफ्नो घर फर्कियौँ।